जिमाल हुनुहुन्छ भनेर भनेको थिएँ। अब जिमालको लागि मेरो हितैषी मित्र पनि एउटा राष्ट्रिय प्रजातन्त्र पार्टीको एउटा पार्टीको हिसाबले मुसुको नगरपालिका वडा नम्बर 3 को माछिमी सञ्जीव दाहाल उसले आफ्नो आमा बितेको आमाको नाउँमा उहाँलाई एक जोडा मैले कपडा गरिदिन्छु, तपाईँबाट सहकार्य गरेर हुन्छ भने मिल्छ भने मैले गरिदिन्छु भन्नुभएको थियो। सञ्जीव दाहालको तर्फबाट उहाँलाई मैले एउटा टोपी एउटा गलफन्दी है, एउटा स्वेटर र एउटा यो ट्राउजर लगाउने, यो ट्राउजर सहित एउटा तन्ना, एउटा सिरानी, एक सेट ब्ल्याङ्केट, एक सेट दफल्नु, यो हामीले भन्छौँ यसलाई बिस्तारा भन्छौँ खासै है। यो हामीले उहाँलाई यो उपलब्ध गराइदिएको छौँ। अब कसैले अन्य त नसोधिदिनु होला, किनकि पैसाको रात दिदिनु भन्दा विचारको रात दिदिनु ठिक लागेर मैले उहाँलाई कतैबाट सहयोग हुन्छ भने गरिदिनु भनेर पहिला भनेको थिएँ। साथीले यति सहयोग गरिदिन्छु, सहयोग गरिदिनु साथीलाई धेरै धेरै धन्यवाद। मैले उहाँलाई आज यो सामान हस्तान्तरण गरिदिनेछु। लाउनु जिम्माल साहब, हजुरलाई मैले आजदेखि अब नयाँ गतामा जाडो समय पनि छ, यो सिरक सहित मैले तपाईँलाई यो हस्तान्तरण गरिदिएको छु। तपाईँलाई पुरै सेट कपडा ल्याइदिएको छु, लगाउनु होला। म बाटोमा हिँड्दाखेरि मैले दिएको कपडा लगाएर हिँड्नुलाई खुसी लाग्छ। तपाईँलाई धन्यवाद।